आदरणीय दर्शकवृन्द, हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्राउँदै पुनः म हेर्ने आँखा युट्युब च्यानलमा उपस्थित भइसकेको छु र हेर्ने आँखा युट्युब च्यानल आज मात्र हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गरेर अनि छेउमा रहेको घन्टीलाई दबाएर हेर्ने आँखा युट्युब च्यानलसँग जोडिनुहोला र हेर्ने आँखा युट्युब च्यानलमा विभिन्न जानकारीमूलक भिडियोहरू लिएर उपस्थित हुने गरेको छु। सक्की गोनी एक चर्चित नेपाली हास्य टेलिभिजन श्रृङ्खला हो जुन ग्रामीण जीवनशैली, सामाजिक यथार्थ र नेपाली जनजीवनमा आधारित हास्य व्यङ्ग्य प्रस्तुति हो। यस श्रृङ्खलाले नेपाली समाजको विभिन्न पक्षलाई हास्यको माध्यमबाट चित्रण गर्छ। मुख्य विवरण: नाम सक्की गोनी, शैली हास्य कमेडी सामाजिक व्यङ्ग्य, भाषा नेपाली, प्रसारण मञ्च आमा अग्नि मिडिया युट्युब च्यानल, पहिले हिमालय टिभीमा पनि प्रसारण भएको थियो। निर्माण कम्पनी जेपीटी क्रिएसन, समय हप्तामा एकपटक, सामान्यतया बिहीबार, अवधि एक एपिसोड करिब 30 देखि 40 मिनेटसम्म, स्थान नेपाली ग्रामीण परिवेशमा आधारित छ, खास गरी तराई र पहाडी मिश्रित संस्कृतिसँग जोडिएको छ। मुख्य विशेषताहरू: हास्य ग्रामीण समाजका सामान्य समस्यालाई हास्यमा ढालेर देखाइन्छ। सामाजिक सन्देश: भ्रष्टाचार, शिक्षाको स्तर, बेरोजगारी, अन्धविश्वास आदि विषय उठाइन्छ। लोकप्रियता: युट्युबमा करोडौं पटक हेरिएको छ। शब्द प्रयोग: स्थानीय बोलीचाली पहाडी र तराई मिश्रित नेपाली प्रयोग गरिएको छ। सक्की गोनीको इतिहास: भद्रगोल नामक सिरियलबाट अलग भएर कलाकारहरूले सक्की गोनी सुरु गरेका थिए। भद्रगोल छाडेपछि पुराना कलाकारहरूले नयाँ शैलीमा आफ्नै टिम बनाएर यस सिरियललाई अघि बढाएका हुन्। सक्की गोनीको प्रभाव: ग्रामीण नेपाली जनजीवन शैलीलाई हँसाएर देखाउने माध्यम बनेको छ। कलाकारहरू घर घरमा चिनिएका छन्। शिक्षामूलक हास्य श्रृङ्खला मानिन्छ। धन्यवाद। हस्त दर्शकवृन्द, यस्तै जानकारीमूलक भिडियोहरू लिएर पुनः म उपस्थित हुने नै छु। अहिलेलाई भने म ओझेल हुन चाहे। नमस्कार।